मिठो हो क्या आलु पनि भने यहीँ उत्पादन भएको आलु होइन यो हो खान्न हजुर पनि खाँदै खान्न फोक्दै के फोक्दै गर्नु उहाँहरू नखाने र हामीमा त धेरै बनाउनु भयो क्या म त यति नै मैले त भने मैले 2-3 वटा भन्दा बढी खान सक्दैन म्याक्सिमम 3 वटा कस्तो उहाँ खानुहुन्थ्यो आलु किन खानु भएन कस्तो फस गर्ने के नि कस्तो मिठो हुन्छ क्या यो आलु त अझ उनीहरूले नफुटाइकन उसिने क्या यो त पटपटी फुट्छ नि फुट्यो पनि राम्रो हुन्न भनौँ न त्यही भनेर जिरीमा सिधै भिडियो थाहा थिएन नि त बिचरा आज जिरीको आलु खाने पछि सैलुङको आलु खाने सैलुङमा त हुँदैन होला दिने मान्छे हुँदैन होला कति राम्रो साउनी के नि साउनी त एकदम बेस्ट खाना पनि मिठो दिने आलु खाना म मेरो साथीहरू लिएर आएँ भने नि म यतै आउँछु हामी समूह टोली आउने कुरा छ क्या ओ नि हो र ल अब त तपाईँ थाहा पाइहाल्नु चिनी हाल्नुमा लगिहाल्नुहुन्छ नि समूह टोली आउने मिल्दा मिल्दा मात्र ल्याउने भन्ने खालको क्या ए